पहिला चाहिँ यहाँ पाटा आउँदा बस्ने खाने टोल जाँदाखेरि गोर्खा लाउनु देखेका मान्छेहरू त्यसलाई चाहिँ बरु पार्ट छुट्याएर योको सर्टेन एरिया त्यसको एरियाहरू चाहिँ हामी के गरिरहेको छौँ अलिक धेरै भयो त्यहाँ चाहिँ मतलब आउने ज्येष्ठ नागरिकहरू धेरै भएको कारणले वडा गर्छौँ हामीले एउटा वडाको कुन्दिन गरेर गर्दा पनि मान्छेहरू दैनिक चाहिँ 60-70-100जनाको फेरिमा हुनुहुन्छ दैनिक गर्दा पनि एउटा खाजा नास्ताको दिउँसोमा चाहिँ व्यवस्था गर्छौँ एउटा प्रवचन गर्ने चाहिँ मतलब कथावाचक चाहिँ हुनुहुन्छ अनि योग ध्यानका कुराहरू हुन्छ होइन ज्ञान गुणका कुराहरू चाहिँ उनीहरूलाई जसरी खुसी बनाउने हजुर एकदम ठिक छ
थापाज्यूलाई स्वागत मन्तव्य राखिदिनुहुन हार्दिक अनुरोध गर्दछु। सभाध्यक्ष सहायक रथी आदरणीय विमल राज शर्माज्यू, इस कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय सन्दीप राणाज्यू, इस कार्यक्रमको विशिष्ट अतिथि रामपुर नगरपालिका नगर प्रमुख आदरणीय रमण बहादुर थापाज्यू, इस कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारीज्यू, सम्पूर्ण वडा अध्यक्षज्यूहरू, सम्पूर्ण कार्यपालिका लगायत सम्पूर्ण जनप्रतिनिधि साथीहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू, विभिन्न विद्यालयका तथा शिक्षक प्रतिनिधिज्यूहरू, नेपाल सैनिक तथा भूभू सैनिकका सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, यो कार्यक्रमलाई सफल पार्नका लागि उपस्थित हुनुभएका विद्यार्थी भाइ बहिनी लगायत सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, गोर्खा जित गढी पैदल पदयात्रा आज 4औं वर्ष भइसकेको छ। गत सालहरूमा पनि रामपुर नगरपालिकाले स्वागत कार्यक्रम गर्दै आइरहेका छौँ। विशाल नेपाललाई एकीकरणका क्रममा पाल्पा जिल्लाभित्र पनि विभिन्न ऐतिहासिक ठाउँहरू भएको र यो पदयात्राले यो ठाउँहरूको पहिचान गर्ने एउटा महत्त्वपूर्ण मौका पनि दिइरहेको छ। त्यसैले हामी सबैले यो यात्रालाई सफल पार्नका लागि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने हुन्छ र सहयोग गर्दै आइरहेका पनि छौँ। म धेरै नबोलिकन यहाँहरूको यो पदयात्रा अत्यन्तै सहज र सफलता होस् भन्ने मैले शुभकामना दिन चाहन्छु र चैत 27 गतेदेखि सुरु भएको यो पदयात्रा आज रामपुर नगरपालिकामा आइपुग्नु भएको छ। यहाँहरूलाई रामपुर नगरपालिकाको तर्फदेखि हार्दिक स्वागत गर्न चाहन्छु र यो नयाँ वर्ष 2083 सालको सुखद उपलक्ष्यमा यहाँहरूको सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा दीर्घायुको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै पुनः फेरि यहाँहरूलाई रामपुर नगरपालिकाको तर्फदेखि हार्दिक स्वागत गर्दै अब यस कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र नम्बर 1 का माननीय श्री सन्दीप राणाज्यूलाई दीप प्रज्वलन गरी चौथो ऐतिहासिक गोर्खा जितगढी पदयात्राको विधिवत उद्घाटन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। संक्षिप्त जानकारी। ऐतिहासिक महत्त्व बोकेको गढी, किल्ला, युद्धस्थल, पदमार्गहरूको संरक्षण र सम्वर्धन गर्दै नेपाल एकीकरणको ऐतिहासिक यात्राको स्मरण गर्न, राष्ट्र निर्माणमा हाम्रा वीर पुर्खाहरूको योगदान तथा बलिदानको उच्च कदर र सम्मान व्यक्त गर्न नेपाली सेनाको अगुवाईमा स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा विक्रम सम्वत 2076 सालदेखि गोर्खा काठमाडौँ एकीकरण मार्ग पदयात्रा कार्यक्रम सुरु भएको थियो। कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै विक्रम सम्वत 2079 सालदेखि गोर्खा जितगढी पदयात्रा सञ्चालन भइरहेको छ। राष्ट्रिय एकतालाई मजबुत बनाउन साथै नागरिक सैनिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले यस कार्यक्रम सञ्चालन गरिँदै आइरहेको छ।
ऐतिहासिक गोर्खा जितगढी पदयात्रा कार्यक्रमलाई निरन्तरता दिँदै चौथो ऐतिहासिक गोर्खा जितगढी पदयात्रा कार्यक्रम मिति 2082 साल चैत्र 27 गतेदेखि गोर्खा दरबारबाट सुरु भई गोर्खा तनहु पाल्पा हुँदै रूपन्देही जिल्लाको जितगढीमा पुगी 2083 साल वैशाख 7 गते समापन हुनेछ। इस्वी सम्वत 1814 नेपाल अङ्ग्रेज युद्धमा पाल्पाबाट कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपाली सेना पाल्पाली जनता थरगढ सहितले अदम्य साहसका साथ जितगढी र नुवाकोट गढीबाट अङ्ग्रेजलाई पराजित गरेको दिन वैशाख 7 गते पाल्पाली जनताको गौरवको दिन हो। यस लडाईँले तानसेन स्थित श्री 7 रणउचेश्वरी भगवती मन्दिर र भगवती जात्रासँग प्रत्यक्ष सम्बन्ध राख्दछ। यस पदयात्रामा विभिन्न गणहरूले चरणबद्ध रूपमा सहभागिता जनाउँदै आइरहेका छन्। श्री रुद्रध्वज गणले गोर्खादेखि तनहुको सतीघाटसम्म, श्री भद्रदल गणले सतीघाटदेखि तनहु सुरसम्म, श्री कालीभञ्जन गण इन्जिनियर्सले तनहु सुरदेखि ध्यानुङ देउरालीसम्म, श्री नम्बर 2 राजदल गणले ध्यानुङ देउरालीदेखि केलादी घाटसम्म, श्री दि फेमस महेन्द्र दल गणले केलादी घाटदेखि नुवाकोट गढीसम्म र श्री तारादल गणले नुवाकोट गढीदेखि रूपन्देही जिल्लाको जितगढीसम्म पदयात्रा सञ्चालन गर्नेछ। पदयात्रामा पृथ्वीनारायण शाहको शासनकालमा खडा भएका 5 प्रथम कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबानी, सबुज र जितगढीमा प्रत्यक्ष लडाईँमा भएको भाग लिएको श्री गुरुबक्स गुल्मबाट युनिट विशेषको झण्डा, राष्ट्रिय झण्डा र टर्च सहित 2 जना प्रतिनिधि गरी जम्मा 12 जना तथा पाल्पा जिल्लामा तैनात श्री दि फेमस महेन्द्र दल गणबाट 41 जना गरी जम्मा 53 जनाको फौज पदयात्रामा सहभागी भइरहेको जानकारी गराउन चाहन्छु। पदयात्रामा जिल्ला तथा स्थान विशेषका जनप्रतिनिधि, जिल्ला सुरक्षा समितिका पदाधिकारी, विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरू, इतिहासविद, बुद्धिजीवी, आम जनसमुदाय, विभिन्न सङ्घ संस्था, एनसीसी, स्काउट, कुकु सैनिक तथा सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता हुँदै आइरहेको छ। धन्यवाद। यस ऐतिहासिक कार्यमा सहभागी हुन पाउँदा मैले आफूलाई ज्यादै नै गौरवान्वित महसुस गरेको छु। नेपाल राष्ट्रको एकीकरण लगायत इतिहासको विभिन्न कालखण्डमा देशको अस्मिता जगाउने क्रममा वीरता, रणकौशल प्रदर्शन गर्दै नेपाली सेनाले आफूलाई नेपाल र नेपालीलाई चिनाउन गरेको बलिदान र साहसका उदाहरणहरू इतिहासको पानामा सुनौलो अक्षरहरूले लेखिएको बारे हामी सब जानकार नै छौँ। यस्ता काम कारबाही सफलतापूर्वक पूरा गर्न तत्कालीन अवस्थामा आम नागरिकहरूको पूर्ण रूपले साथ पाएको र हालको अवस्थामा समेत जुनसुकै अपरेसनको लागि आम नागरिक लगायत स्थानीय प्रशासनको सहयोग अति नै महत्त्वपूर्ण हुने यथार्थलाई आत्मसात गरी सैनिक नागरिक सम्बन्धका नवीनतम आयामको प्रयोग गर्दै नेपाली सेनाले पहल कदमी लिई विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यसै सन्दर्भमा एकीकरण मार्ग लगायत ऐतिहासिक धरोहरको जगेर्ना गर्ने, एकीकरण अभियानको संरक्षण सम्बन्धी अभियान भावी पुस्तामा पुस्तान्तरण गर्ने एवं राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले नेपाली सेनाको अगुवाई तथा स्थानीय निकाय तथा सरकारवालाहरूको सहयोग तथा सहकार्यमा ऐतिहासिक महत्त्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायत धरोहरहरूको संरक्षण, सम्वर्धन एवं प्रवर्धन गर्नको लागि यस ऐतिहासिक गोर्खा जितगढी पदयात्रा कार्यक्रम सञ्चालन भएको यहाँहरू सबै जानकार नै हुनुहुन्छ भन्ने मेरो पूर्ण विश्वास रहेको छ।
प्रमुख अतिथि लगायत विशिष्ट अतिथिगण, महिला तथा सज्जनवृन्द, मिति 2082 साल चैत्र 27 गतेबाट गोर्खाबाट सञ्चालन भएको पदयात्रा अहिले पाल्पा जिल्ला स्थित यस रामपुरमा आइपुगेको छ। पदयात्रालाई गोर्खाबाट मात्र नभई बाटोमा पर्ने विभिन्न जिल्लाका नगरपालिका, गाउँपालिका, वडाहरू तथा आम नागरिकहरूबाट उत्साहपूर्ण सहयोग, सद्भाव रहनुको साथै बृहत उपस्थिति जनाई त्यसलाई आत्मसात गरेको यथार्थबाट हामी नेपाली सैनिकमा थप हौसला र उत्साह प्राप्त भएको सगौरव जानकारी गराउँदछौँ। पाल्पा जिल्ला वास्तवमा एक सांस्कृतिक तथा पर्यटकीय र महत्त्वपूर्ण इतिहास बोकेको जिल्लाको रूपमा रहेको छ। यस जिल्लामा रहेका ऐतिहासिक पदमार्ग, गढी, किल्ला तथा महत्त्वपूर्ण स्थानहरूको आफ्नै इतिहास रहेको छ। पूर्व खोलामा अवस्थित पाकुम गढी नेपाल एकीकरणको दौरान गोर्खाली फौज र पाल्पाली फौज बीच लडाईँ भएको महत्त्वपूर्ण स्थान हो भने माथागढी र नुवाकोट गढी नेपाल अङ्ग्रेज युद्धको समयमा का महत्त्वपूर्ण किल्लाहरू हुन्, जसको वैज्ञानिक प्रयोग गरी तत्कालीन इस्ट इन्डिया कम्पनीको फौजलाई लडाईँमा हराउन नेपाली सेना सफल भएको इतिहास हामी सामु ताजा नै छ। यसका साथै तानसेनमा अवस्थित ऐतिहासिक स्थलहरू तथा रणउजेश्वरी मन्दिरको पनि आफ्नै विशेषता रहेको छ। सोही मन्दिरमा तत्कालीन कमान्डर कर्नल उजेर सिंह थापाले अङ्ग्रेजहरूसँग लडाईँ लड्न जानुअघि पूजा तथा भाकल गरी युद्ध लडी जित हासिल गर्न सफल भएको भन्ने इतिहास सर्वविदितै छ। संसार जित्ने लक्ष्यका साथ अगाडि बढेको तत्कालीन अङ्ग्रेजी सेनाले नेपाली भूभाग कब्जा गर्ने उद्देश्यले सन् 1814 भएको नेपाल अङ्ग्रेज युद्धको समयमा अङ्ग्रेजहरूको ठुलो फौजले नेपाललाई 5 वटा स्थानहरूबाट हमला गरेकोमा एउटा फ्रन्टमा अङ्ग्रेजहरूले ठुलो हार बेहोरेका थिए, जुन बुटवल पाल्पा खण्ड थियो। हाम्रो देश नेपाल अखण्ड रहनुमा यो एक महत्त्वपूर्ण कारण रहेको हामी सबै जानकार नै छौँ। आम पाल्पाली नागरिकको साथ र सहयोगमा नेपाली सेनाले 2 पटकसम्म सो लडाईँमा विजय हासिल गरेको थियो, जुन हामी सबै नेपाली अझ विशेष गरी पाल्पालीहरूको लागि गौरवको विषय हो। हाम्रा वीर पुर्खाहरू लगायत समस्त नेपाली जनता र तपाईँ पाल्पालीहरूको अदम्य साहस, बहादुरी र देशप्रेम नसामा रहेको तथ्य यसैबाट पनि प्रष्ट हुन्छ। इतिहासको संवर्धन र प्रवर्धन गरी भावी पुस्ताहरूको लागि समेत इतिहासको जगेर्ना गरिएमा राष्ट्रिय एकीकरण अभियानमा हाम्रा वीर पुर्खाहरूले देखाउनु भएको अदम्य साहस र वीरता एवं नेपाली चरित्रलाई उजागर गर्न एवं राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न मद्दत पुग्दछ। यस उद्देश्य हासिल गर्न यस प्रकारका कार्यहरूले थप मद्दत पुर्याउने छ भन्नेमा म पूर्ण विश्वस्त छु। साथै नागरिक सैनिक सम्बन्ध र सहकार्यका क्षेत्रहरूमा यहाँहरूको पहलतामा हातेमालो गर्ने यस्ता प्रकारका सत्कर्महरूमा नेपाली सेनाको सदैव साथ रहने समेत विश्वास दिलाउन चाहन्छु। अन्त्यमा यो पदयात्रा कार्यक्रमलाई सफल बनाउन आफ्नो अमूल्य समय, सहयोग र सहकार्य गर्नुहुने सम्पूर्ण सहयोगी मन र हातहरूलाई नेपाली सेनाको तर्फबाट उच्च सम्मान गर्दै विशेष धन्यवाद व्यक्त गर्दछु।
समयमा प्रयोग भएका ऐतिहासिक पदमार्गहरू समेत पर्दछन्। यसका साथै जिल्ला सदरमुकाम तानसेनमा अवस्थित ऐतिहासिक स्थलहरू तथा रणउज्जेश्वरी मन्दिरको पनि आफ्नै विशेषता रहेको छ। हाम्रा वीर पुर्खाहरूले गर्नुभएको योगदानको कदर तथा उच्च सम्मान गर्दै सञ्चालन भइरहेको यस पदयात्रा कार्यक्रमको भावी पिँढीहरूमा समेत राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न थप मद्दत पुर्याउनेछ भन्ने म पूर्ण विश्वस्त छु। पाल्पा जिल्लामा आज मिति 2083 वैशाख 2 गतेदेखि वैशाख 7 गतेसम्म सञ्चालन हुने पदयात्रा कार्यक्रमको दौरान सम्पूर्ण पालिकाहरू, वडाहरू तथा आम नागरिकहरूलाई पदयात्रामा सहभागी नेपाली सेनाको टोलीलाई स्वागत, सम्मान, सहयोग, सद्भाव राखी उल्लेख्य रूपमा सहभागी भई कार्यक्रमलाई हर्षोल्लासका साथ सम्पन्न गरिदिनु हुन जिल्लावासीहरूलाई हार्दिक अनुरोध। ऐतिहासिक यात्रामा सामेल हुने मौका पाए। वीरहरूले आर्जेको यस ठाउँमा आफूलाई पनि सहभागिता गराउन पाए। हामी सबैले जबसम्म गौरवमय इतिहासको राम्रोसँग स्मरण गर्न सक्दैनौँ तबसम्म हामीले सुनौलो भविष्यको रेखा पनि कोर्न सक्दैनौँ। त्यसै कारणले यो ऐतिहासिक गोर्खा जितगढी जुन यात्रा छ यो हामी सबैले हाम्रा पुर्खाहरूले गर्नुभएको गौरवमय इतिहासको स्मरण, यो स्मरण गर्दै गर्दा गोर्खादेखि यात्रा भएको जितगढीसम्मको यात्रा मात्रै होइन, यो सम्पूर्ण मेचीदेखि महाकालीसम्म र हाम्रा पुर्खाहरूले हिजोको विगतको दिनहरूमा जुन जुन ठाउँमा गएर आर्जेको ठाउँहरू छ त्यो सबैलाई स्मरण गर्न आवश्यक छ र त्यो राष्ट्रको कर्तव्य पनि हो, त्यो मलाई लाग्दछ। त्यसको साथसाथै हाम्रा अग्रजहरूलाई आजको आधुनिक उपकरणहरू नहुँदैखेरि पनि त्यो बेला भौगोलिक ज्ञानको पनि कति राम्रो ज्ञान रहेछ भन्ने कुरा पनि हामीले बुझ्न सक्छौँ। आज जुन जुन ठाउँमा कोटको देवीहरू हुनुहुन्छ, जुन जुन ठाउँमा गढीहरू स्थापना भएका छन्, जुन जुन ठाउँमा किलाहरू स्थापना भएका छ, त्यो ठाउँबाट रणनीतिक हिसाबले र त्यहाँको भौगोलिक अवलोकन गर्नको लागि कति महत्त्वपूर्ण ठाउँ थियो र आजको आधुनिक उपकरण नहुँदाखेरि पनि त्यो बेलामा अग्रजहरूले कसरी चाहिँ त्यो बेलामा जियोग्राफीको ज्ञान थियो भन्ने कुरा हामीहरूले चाहिँ अहिले पनि सिक्नलाई चाहिँ त्यति नै अपरिहार्य छ जस्तो लाग्छ। त्यसको साथसाथै त्यो बेला उहाँहरूले यो अभियानमा हिँड्दै गर्दा प्रत्येक ठाउँको समाजलाई सामाजिक रीतिको साथसाथ त्यहाँको संस्कृतिलाई पनि सम्मान गर्दै एकसाथ हातेमालो गरेर आफूसँग हिँड्ने जुन उहाँहरूले कला थियो त्यो कुरा पनि आज हामी सबैले राष्ट्रिय एकताको लागि सिक्नुपर्छ जस्तो लाग्छ। त्यसै कारणले यो ऐतिहासिक यात्रामा हामी सबैले हाम्रो नेपालमा भएका 142 जात जाति 125 भाषाभाषिक सबैलाई हातेमालो गरेर हिँड्दै गर्दा हाम्रो यो पाल्पामा जुन अघि अग्रज वक्ताहरूले भनिसक्नुभयो, जुन जितगढीको युद्धमा नेपालले जितेको एक युद्ध हो, त्यो हाम्रो पालपालिकाहरूको लागि एकदमै गौरवको विषय हो। पालपालिको मात्रै नभएर सम्पूर्ण नेपालीहरूको लागि गौरवको विषय पनि हो। त्यसै कारणले मैले सङ्कल्प पत्रमा पनि लेखेको छु र मैले आफ्नो सङ्कल्प पनि लिएको छु कि म यो ठाउँबाट तपाईँहरू सबैजनाले आफ्नो प्रतिनिधिको रूपमा अगाडि पठाउँदै गर्दा, तपाईँहरूको आवाजको लागि प्रतिनिधि बनाउँदै गर्दा यो जुन जितगढीदेखि गोर्खासम्म र गोर्खादेखि जितगढीसम्मको यात्रा छ यो सबैलाई यो केलादीदेखि लिएर हाम्रो जिल्लाभित्र केलादीदेखि लिएर दर्चाको कोटदेखि लिएर खिलुवा बिलुवादेखि लिएर बिरकोटदेखि लिएर बाकुमगढीदेखि लिएर यो
माटागढीदेखि लिएर बलड्यामगढी रिब्दीकोटले सबैलाई जोडेर चाहिँ गौरव पर्यटनको रूपमा चाहिँ विकास गर्नु। त्यो किन भनेका छौँ भने इतिहासलाई स्मरण गर्दै त्यो इतिहासलाई आउनेवाला पिँढीलाई पुस्ता हस्तान्तरण पनि गर्नु छ र साथसाथमा पर्यटनसँग सँगै जोडेर अहिलेको नागरिकहरूलाई जीविकासँग पनि जोड्न सक्यौँ भने हामीले त्यो इतिहासलाई स्मरणको साथसाथ जीविकाको साथसाथ पुस्ता हस्तान्तरण गर्न पनि सजिलो हुन्छ भनेर मैले सङ्कल्पले पनि लिएको छु। त्यसमा हामी सबैले हातेमालो गरेर चाहिँ काम गर्न आवश्यक रहेको पनि म र त्यसलाई चाहिँ हातेमालो गरिदिनु हुन हजुरहरू सबैलाई चाहिँ म अनुरोध पनि गर्न चाहन्छु। नेपाली सेना हामी सबैको गौरवको विषय हो। मैले विश्वभरिका साथीहरूसित संवाद गर्दै गर्दा आफ्नो देशको सेनाको इतिहास सबैभन्दा पुरानो सेनाको रूपमा पाउँदै गर्दाखेरि मैले कस्तो गौरव गरेँ भने म कस्तो भाग्यमानी रहेछु कि नेपाल राष्ट्रमा जन्म लिन पाएँ। त्यो राष्ट्रको आफूले यस्तो गौरवमय इतिहास छ, चाहे त्यो रणनीतिको हिसाबमा होस्, पराक्रमको विषयमा होस्, चाहे सांस्कृतिक विषयमा होस्, सबै ठाउँमा चाहिँ गौरव रहेको यो कुरामा म कति भाग्यमानी रहेछु भनेर ठानेको छु। र सबैजनालाई पनि म अनुरोध गर्न चाहन्छु कि हामी सबैजना भाग्यमानी हो, हामी नेपाल राष्ट्रमा जन्म लिन पायौँ। यो राष्ट्रको लागि हामी सबैले काम गर्नुपर्छ, सबैले चाहिँ लाग्नुपर्छ। र यो जुन यात्रा भइराखेको छ यो यात्रामा यो सेनाको मात्रै जिम्मेदारी होइन। अघि भन्नुभयो कि यहाँबाट डी महेन्द्र फेमस गणकले चाहिँ लैजान्छ, उहाँबाट फेरि रूपन्देहीकोले लैजान्छ, अगाडि चाहिँ अर्को दलले चाहिँ हस्तान्तरण गर्यो। यो सिर्फ सेनाको मात्रै जिम्मा होइन, यो हामी प्रत्येक नागरिकको दायित्व पनि हो कि यो गौरवमय इतिहासलाई हामीले आत्मसात गर्दै हामी सबै नागरिकहरूले पनि यसमा चाहिँ सामेल हुन र आउनेवाला समयमा अझै यसलाई राम्रो उत्सवको रूपमा चाहिँ अगाडि बढाउन आवश्यक छ जस्तो लाग्छ। हाम्रो यो भगवती जात्राको विषयमा पनि मैले यो गौरव यात्राको विषय सम्मान्य प्रधानमन्त्रीसँग राखिसकेको छु। साथमा चाहिँ भगवती जात्रा पनि हाम्रो राष्ट्रिय पर्वको रूपमा लिएर यसमा सम्माननीय राष्ट्रपति प्रत्येक भगवती जात्रामा आइदिनु हुन अनुरोध पनि हामीले लिखित रूपमा दिएका छौँ। यो सबै काम चाहिँ हामी सबैले मिलेर गर्न सक्छौँ र यस यात्रामा हिँड्नुभएका सम्पूर्ण सेनाका अधिकारीज्यूहरू, सेनाका सुरक्षाकर्मी साथै सम्पूर्ण नागरिकहरूलाई पनि यात्रा चाहिँ सम्पन्न हुँदासम्म उहाँहरूको शरीर स्वस्थ रहोस्। धन्यवाद सर। अब लेखौँ ऐतिहासिक दिन वर्षहरूमै गर्दै आएका कार्यक्रमहरू यसको महत्त्वको विषयमा, यसको आवश्यकताको विषयमा हामीले धेरै कुराहरू बुझिसकेका छौँ। राष्ट्रले कहिले कहिले यस्ता महत्त्वपूर्ण कुराहरू बिर्सिँदो रहेछ। जुन राष्ट्रलाई जोगाउनको लागि नेपाली सेनाले जुन महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो, आजभन्दा धेरै वर्ष पहिलादेखि यसको स्मरण गर्नुपर्ने हो। यस्ता गढी, किल्ला, युद्धस्थल र यस्ता संरचनाहरूको चाहिँ संरक्षण गर्नुपर्ने राज्यको दायित्व थियो। यो कताकति बिर्सिएको हो कि राज्यले भन्ने लागेर नेपाली सेनाले आफैले आफ्नै पहलमा विगत केही वर्षदेखि आज यो चौथो ऐतिहासिक गोर्खा जितगढीको यात्रामा हामी यहाँ छौँ। योभन्दा पहिला गोर्खादेखि काठमाडौँसम्मको यो ऐतिहासिक यात्रा सुरु भएको हामीले थाहा पाएका थियौँ। तथापि यो राज्यले गर्नुपर्ने काम त्यो कताकति बिर्सिएको हो कि यत्रो अङ्ग्रेजसँग विश्व युद्धमा चाहिँ अङ्ग्रेजसँग लडेर नेपाली सेनाहरूले वीरतापूर्वक आफ्नो ज्यानको आहुति राखेर ज्यानको बाजी लगाएर आज यो राज्यलाई जोगाएको यो महत्त्वपूर्ण स्थानहरूको संरक्षण गर्न राज्यले नसक्दै अथवा बिर्सिएको अथवा त्यसलाई भुलेको हो कि भन्ने सम्झेर जुन नेपाली सेनाले यो पैदल यात्राको सुरुवात गरेर यो नेपाल र नेपाली भनेर चिनाउनको लागि महत्त्वपूर्ण चाहिँ भूमिका निर्वाह गर्यो। यस मानेमा मैले सिङ्गो नेपाली सेनालाई धन्यवाद दिन चाहन्छु। आज यो ठाउँसम्म आइपुग्दा यहाँ करिब 53 जनाका टोलीहरू अहोरात्र लाग्नु भएको छ। कतिपय ठाउँहरूमा खाने बस्नेको अप्ठ्यारोहरू होला, पानीको चाहिँ आवश्यकता पर्यो होला, तथापि आफ्नो पहिचान दिनको लागि जुन जुन ठाउँबाट नेपाली सेनाले युद्ध लड्यो, जुन बाटोको प्रयोग गर्यो, जुन गढी र किल्लाहरूको चाहिँ आफूले त्यसलाई कब्जा लिएर त्यहाँबाट लडाइँ सुरु गर्यो, त्यसको पहिचान गर्नको लागि यसरी लाग्दै गर्दा थुप्रै आरोह अवरोहहरू पक्कै पनि यहाँहरूले बेहोर्नु भएको छ। त्यसैले यस्ता कुराहरूमा राज्यले पनि ध्यान दिन जरुरी छ।
तथापि यो एउटा आवश्यक थियो। यसको सुरुवात भइरहेको छ। आगामी दिनमा अझै यसलाई राज्यले यसलाई आवश्यक पर्ने सबै कुराको संरचना, भौतिक कुराहरू, आर्थिक कुराहरू र आवश्यक पर्ने सबै कुराहरूको जोडजाम गरेर अगाडि बढाइयो भनेदेखि साँच्चै हिजोको ऐतिहासिक दिनको स्मरण चाहिँ बल्ल त्यसको चाहिँ औचित्य कुरा हुन्छ भन्ने मलाई लाग्छ। त्यसैले गर्दा यहाँ धेरै कुराहरू नभनिकन यो यात्रामा यहाँ थुप्रै साथीहरूले सहयोग गर्नुभएको छ। रामपुर नगरपालिकाले विगतका दिनहरूमा पनि यसरी नै कार्यक्रमहरू गरेका छौँ। हामीले भ्याइ पुगेसम्म केही चाहिँ मतलब आफ्ना सहयोगका कुराहरू र विभिन्न ठाउँहरूबाट हामी चाहिँ केलाकदेखि घाटदेखि हामी टुनी भन्ज्याङसम्म जाँदा थुप्रै आमा समूहहरूले हातमा फुलका गुच्छा लिएर, अबिर लिएर, पानी र चाहिँ मतलब केही चाहिँ मतलब चिसो लिएर जुन किसिमको स्वागत गर्ने प्रयास गर्नुभएको छ। यो पनि रामपुर नगरपालिकाको तर्फबाट गरिएको सहयोगको लागि म सम्पूर्ण चाहिँ यहाँका आमा समूहहरू, विभिन्न किसिमका क्लबहरू, विद्यार्थी भाइ बहिनीहरू, भूतपूर्व सैनिक सङ्घहरू र सम्पूर्ण जनप्रतिनिधि साथीहरूलाई पनि मैले धन्यवाद दिन चाहन्छु। यो धन्यवादले मात्रै पुग्दैन, यसलाई गर्नुपर्ने अरू कुराहरू छन्। मैले विगतका दिनहरूमा पनि भनेको थिएँ, विगतको वर्षमा पनि भनेको थिएँ, राज्यले जुन जुन बाटोहरू प्रयोग गरेको यो अहिले जुन हिँडिएको छ, जुन पदयात्रा गरिएको छ, त्यो पदयात्रा अहिले त हामी कतिपय कालोपत्रे बाटोबाट हिँड्ने हो, सजिलो होला। कतिपय ठाउँहरू यस्ता बाटाहरू छन् कि चाहिँ अत्यन्तै चाहिँ दुःख छ। हिँड्नुपर्ने अप्ठ्यारा बाटाहरू बाजागाजाको साथ आफ्ना औजारहरू साथ हिँड्नुपर्दा कतिपय अप्ठ्यारोहरू पनि होला। त्यस्तो ठाउँहरूमा गोर्खादेखि जितगढीसम्मको बाटोहरूमा पर्ने जुन ट्र्याकहरू छ, त्यो ट्र्याक निर्माण गर्नको लागि राज्यले यसको बजेट विनियोजन गरेर यसको चाहिँ पहिचान दियो भनेदेखि साँच्चै यसको चाहिँ एउटा ऐतिहासिक चाहिँ मतलब मार्ग पनि रहनेछ भने एउटा प्रटिकै हिसाबले यसको चाहिँ मतलब हेर्नको लागि यस्ता बाटोहरू हिजो हाम्रा चाहिँ वीर गोर्खालीहरूले चाहिँ लडेका, नेपाली सेनाहरूले लडेको बाटो भनेर चाहिँ पैदल यात्रीहरूको बाटो हिँडेर चाहिँ विभिन्न नेपालका विभिन्न ठाउँहरूमा पुग्न पनि यसले ऐतिहासिक चाहिँ महत्त्व राख्छ। त्यसले गर्दा यस्ता ठाउँहरूको महत्त्व दिनको लागि राज्यले आवश्यक बजेट विनियोजन गर्नुपर्छ। मन्त्रालय मार्फत पनि, यो मातहतका मन्त्रालय मार्फतमा पनि यो चाहिँ मतलब नेपाली सेना मार्फत रक्षा मन्त्रालय अन्तर्गतका बजेट विनियोजन गरेर पनि यो गरियो भनेदेखि अलिकति राम्रो हुन्थ्यो। विभिन्न ठाउँहरूमा पार्टी पौवाहरू बनाउने, यस्ता आश्रम स्थलहरू बनाउने, स्थान गृहहरू बनाउने र यसका चाहिँ मतलब शौचालयहरूको निर्माण गरियो भने यो बाटोमा जाँदा आउँदा उहाँहरूले जुन किसिमको यो यात्रा गर्नुभएको छ त्यसलाई अलिकति सहज हुन्छ भन्ने पनि मलाई लाग्छ। त्यसैले गर्दा यस्ता कुराहरूमा राज्यको ध्यान पुगोस्, स्थानीय सरकारले पनि यसको पहल गर्नुपर्ने जरुरी छ। आइजी सिडिओ साहबले भनिसक्नु भएको छ, यसको चाहिँ सहयोगको लागि सबै स्थानीय तहहरू जो चाहिँ तत्त पालिकामा पर्नुहुन्छ, तत्त बाटोहरूमा जहाँ जहाँ अप्ठ्यारो छ त्यसमा सहयोग गर्नको पनि लागि पनि अपिल गर्नुभएको छ। नगरपालिकाले पनि त्यो हामीले पुगेसम्म हामी सहयोग गर्ने प्रयास चाहिँ गरेका छौँ। र अर्को यहाँ जुन रामपुर नगरपालिकामा हिजो जनयुद्धको बेलामा आर्मीहरू ल्याएर यहाँ राखिएको छ, त्यहाँबाट धेरै चाहिँ सहयोगहरू हामीलाई विभिन्न किसिमको डिजास्टर, विभिन्न किसिमको आपद विपदको बेलाहरूमा जुन आर्मीले चाहिँ यहाँ सहयोग गरिराख्नु भएको छ, यसमा नै पनि मैले धन्यवाद दिन चाहन्छु। तथापि उहाँहरूलाई अलि बस्नको लागि अझै त्यहाँका कतिपय कुराहरू, त्यहाँका धेरै अप्ठ्यारा कुराहरू पनि अहिले परिराखेको छ। जुन चाहिँ त्यहाँको मुआवजा पाउने जग्गाहरूको चाहिँ मतलब सेनाले लिएको जग्गाहरूको मुआवजाको विषयमा अझै क्लियर कुराहरू नभएको बिचमा यो पब्लिक र चाहिँ मतलब जनताको बिचमा, आर्मीको बिचमा पनि कता कता चाहिँ छ, त्यसलाई यसको पनि छिटो चाहिँ मतलब यसको समाधान गर्नको लागि पनि मैले अनुरोध गर्न चाहन्छु। र अन्त्यमा यो जुन चाहिँ हामी अहिले 2083 साल विक्रम सम्वत 2083 सालको सुरुवातमा छौँ, यो 83 सालले अझै यो नेपालमा यसै गरी नेपाली सेनाको महत्त्वपूर्ण भूमिका रहेर नेपाललाई जोगाउनको लागि, नेपालीहरूको पहिचान दिनको लागि अहिले मैले भने यहाँको मात्रै कुरा होइन, आज मुलुकका संसारका धेरै ठाउँहरूमा जहाँ विश्वमा चाहिँ आपद विपदहरू पर्छ त्यो ठाउँमा नेपालीहरू गएर त्यहाँ चाहिँ मतलब शान्ति सुरक्षा दिएको छ। युएनमा गएर नेपाली सेनाहरूले आफ्नो लडाइँ लडेर त्यहाँका चाहिँ मतलब जनताहरूलाई जोगाएका कुराहरू, त्यहाँका चाहिँ मतलब ठाउँहरू जोगाएको कुरा अहिले पनि चाहिँ मतलब यत्तिकै चाहिँ मतलब आवश्यक छ, ठाउँ ठाउँमा गएको देखिएको छ। हिजो आज यहाँ नेपाली सेनाको मात्र होइन, इन्डिया सरकार, भारत सरकारले पनि नेपालीहरू बहादुरी हुन्, यिनीहरू इमान्दार छन् भनेर आज त्यहाँ ल्याएर चाहिँ मतलब थुप्रै चाहिँ भारतीय सेनामा जागिर खाएका नेपालीहरू छन्। आज ब्रिटिसले, सिङ्गापुरले त्यस्तै किसिमबाट चाहिँ नेपालीहरू वीर हुन् र इमान्दार छन्। त्यसले गर्दा यो राष्ट्रको रक्षाको लागि यिनीहरू चाहिँ आवश्यक छ भनेर लगाएको यत्रो चाहिँ मतलब इतिहास बोकेको चाहिँ नेपाललाई चिनाउनको लागि अझै थुप्रै महत्त्वपूर्ण काम गर्नुपर्ने छ। जुन वीरता देखाइराख्नु भएको छ त्यो वीरताप्रति मैले यहाँ नेपाल सेनालाई सलाम।
वडा नम्बर 5 का अध्यक्षज्यूलाई झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ, जसको लागि झण्डा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिदिनु हुन रामपुर नगरपालिकाका नगर प्रमुख श्री रमण बहादुर थापाज्यूलाई अनुरोध गर्दछु। साथै जहाँ यो रामपुरको र निस्तीको सिमाना टुनी भन्ज्याङको यो चाहिँ सुन्दर रमणीय ठाउँमा हामी उपस्थित भएका छौँ। यो 6 दिनको यात्रासम्म जुन यहाँले ऐतिहासिक आफ्नो चाहिँ मतलब एउटा पदयात्रा गर्नुभएको छ, सो क्रममा रामपुरदेखि यहाँसम्म आइपुग्दा यहाँहरूलाई बिचमा परेका अप्ठ्याराहरू समस्याहरू यहाँहरूले विभिन्न किसिमका बाधाको बावजुद पनि यहाँसम्म हामी सँगसँगै यात्रा गऱ्यौँ। यो आगामी दिनमा यस्ता यात्राहरू अझै ऐतिहासिक बन्दै जाओस् र यसले निरन्तरता पनि पाउँदै जाओस् भन्ने चाहिँ मैले शुभेच्छा व्यक्त गर्न चाहन्छु। धेरै कुराहरू हामीले रामपुर नगरपालिकाको औपचारिक कार्यक्रममा पनि भनिसकेका छौँ, त्यसैले गर्दा अहिले अब हामी यहाँ निस्तीको वडा अध्यक्ष लगायत त्यहाँका स्थानीय साथीहरूलाई हामीले यहाँको अब झन्डा ह्यान्डओभर गरिसकेका छौँ र यहाँहरू सँगसँगै यहाँहरूको बिरकोटसम्मको आजको यात्रा र त्यहाँ आज बास बसाइ हुन्छ भन्ने हामीले बुझेका छौँ। यहाँहरूको यात्रा फलदायक रहोस्, शुभ रहोस् र यो नयाँ वर्ष 2083ले हामीलाई अझै ऊर्जा उत्साहको साथ आगामी दिनमा हाम्रो यो एउटा नेपाल आर्मी र हामी जनताहरूको बिचमा सदैव यस्तै किसिमको सद्भाव सहयोग चाहिँ लिएर अगाडि बढ्ने प्रेरणा नयाँ वर्ष 2083ले हामी सबैलाई चाहिँ मतलब त्यो एउटा प्रेरणा प्रदान गर्नु। योजना बनाउने छ, योजना बनाउने हो, त्यो उपस्थित मात्रै गर।